Touch wood, by the grace of God, I'm very happily married. म आफूले नै I used to think कि I have to be a perfect बुहारी, केही पनि गर्न एनर्जी नै नहुने जस्तो। त्यो साइड राम्रो हुने बित्तिकै अटोमेटिकली अरू साइड राम्रो हुँदो रहेछ कि। अनि आई युज टु गेट सो इरिटेटेड विथ माई हस्बेन्ड एन्ड दिस इज माई न्यू रिदम अफ माई लाइफ। छोडिदियो, बिर्स्यौ पहिलाको त सबै कुराहरू। अब त वी एज अ वुमेन स्ट्रगल अ लट। यु हेभ टु क्रिएट द्याट सेफ स्पेस। दिस इज द टपिक अ लट अफ यु स्पेसली न्युली वेड्सहरूले चाहिँ मलाई यो बारेमा कुरा गर्नु भन्नु भन्नुभएको थियो कि हाउ डु यु फाइन्ड यर ब्यालेन्स, आफ्नो लाइफको रिदम कसरी फाइन्ड गर्नुभयो, कसरी म्यानेज गर्नुहुन्छ सबै कुराहरू, फ्यामिली, वर्क, आफ्नो लागि सेल्फ टाइम। किन भन्दा आई रिसेन्टली गट म्यारिड अनि मेरो त लाइफको रिदम नै गयो जस्तो फिल भइरहेछ भनेर धेरैजनाले मेसेज गर्नुभएको थियो। सो त्यो कुरामा चाहिँ आई कुड रिलेट बिकज आई वाज वान अफ यु। आफ्नो कुराहरू मलाई जतिजनाले सेयर गर्नुभएको थियो सबैजनामा चाहिँ कुनै न कुनै पार्टमा आई कुड सी माइसेल्फ, बिकज 2 वर्ष अगाडि म पनि त्यो फेजबाट गएको हो। र हामीलाई कस्तो लाग्छ भन्दाखेरि कुनै पनि अलिकति सानो स्ट्रगल लाइफमा भयो भने चाहिँ वी फिल लाइक वी आर द ओन्ली वान फेस गरिरहेको, अरूको त लाइफ एकदमै पर्फेक्ट छ। स्पेसली सोसियल मिडियाको जमानामा त सबैजनाको लाइफ एकदम नै पर्फेक्ट देखिन्छ नि त, विच इज नट ट्रु। म जस्तै अरूहरूलाई पनि अलिकति रिलिफ होस्, म मात्रै एक्लै होइन रहेछु, सबैजनाको फेज रहेछ यो। एन्ड मेरो त्यो फेज बेलामा आई विश आई ह्याड समबडी जसले चाहिँ मलाई अलिकति कि ह्याभ पेसेन्स, यो फेज हो, यो फेज जान्छ भनेर अलिकति पनि कसैले भनिदिने मान्छे भएको भएदेखि चाहिँ आई थिङ्क मलाई अलिकति इजी हुन्थ्यो होला। सो मेरो लागि नभए पनि आई जस्ट वान्ट टु बी यर बिग सिस्टर। सो मैले चाहिँ कसरी त्यो फेजलाई पार गरेँ अनि थिङ्स द्याट हेल्प्ड मी र मैले गरेको मिस्टेक्सहरू सेयर गर्न आएको छु। सो या, लेट्स गेट स्टार्टेड। फर्स्ट थिङ्स फर्स्ट, मैले अहिले जति पनि कुराहरू गर्छु आइ एम नट सेइङ इन कुनै पनि त्यो कम्प्लेन गर्ने हिसाबले मैले भनेको नै छैन, डोन्ट टेक इट अदरवाइज होइन। मैले जस्ट आफ्नो जुन पनि लाइफमा फेज हुन्छ अब भन्दाखेरि त एकदमै इजी लाग्छ, जसलाई जबसम्म आफूलाई पर्दैन नि त्यो कुराहरू कसैले पनि बुझ्न सक्दो रहेन रहेछ कि। सो इफ तपाईँको फेजमा, तपाईँको लाइफमा त्यो फेज आएको छैन भने चाहिँ मैले भनेको कुराहरू तपाईँले रेजोनेट नगर्न नि सक्नुहुन्छ। के भनेर होला, त्यो त भइहाल्छ नि, जसको लाइफमा पनि त हुन्छ, सबैले त गर्छ भन्ने जस्तो त हुन्छ होला होइन। तर जब त्यो आफ्नो माथि आउँछ नि अनि इट इज सो हार्ड त्यो फेज कट्नलाई, त्योमा एड्याप्ट हुनलाई पनि एकदमै धेरै गाह्रो हुन्छ कि। आई गट म्यारिड एट द एज अफ 28। बिहे भयो, बिहे भइसकेपछि फ्यु मन्थसम्म त अब न्युली वेड, त्यो नयाँ चेन्ज हो नि त अभियसली होइन। अनि त्यो कुरा नै एकदमै एक्साइटिङ लाग्छ। अलि फ्यु मन्थसम्म मलाई मेरो बिहे भयो भन्ने जस्तो पनि फिल भएको थिएन कि। अटोमेटिकली त केही पनि कुराहरू फिल हुने त होइन नि त। अभियसली बिहे भएको हो होइन, हामी एज अ वुमन पनि हामीले बिहे भइसके पछाडि के भन्न चाहन्छु भने बिहे भएपछि अभियसली चेन्जेसहरू हुन्छ। चेन्ज लाइफको हरेक फेजमा, हरेक फ्यु इयर पछि केही न केही कुरा चेन्ज त हुन्छ नि त। अनि वी हेभ टु एक्सेप्ट द्याट। अनि हामी त्यही कुरामा एड्याप्ट हुँदै पनि जानुपर्छ। एड्याप्ट हुने हो भन्दैमा इट्स नट लाइक कि तपाईँले आफ्नो सबै कुराहरू कम्प्रोमाइज गरेर, सबै कुराहरू सेक्रिफाइस गरेर, एडजस्ट गरेर गर्ने भन्दा पनि चेन्जमा एड्याप्ट हुनु चाहिँ पर्छ जस्तो चाहिँ मलाई लाग्छ। अब हामी नै रिजिड भएर मेरो लाइफ पहिला यस्तो थियो, म पहिला मेरो लाइफ जस्तो थियो मलाई त्यस्तै नै चाहिन्छ भन्ने कुरामा रिजिड भएर बस्यो भने गाह्रो हुने भनेको हामीलाई नै हो कि। अब त्यो चेन्ज भइसकेपछि नयाँ वेजहरू खोज्नुपर्छ टु ह्याभ द्याट रिदम इन योर लाइफ, टु ह्याभ द्याट ब्यालेन्स इन योर लाइफ होइन। सधैँभरि त्यो न्युली वेड फेज त हुँदैन। अनि पछि अब काममा पनि जानु पऱ्यो होइन, अब कन्टेन्ट क्रिएसन पनि गर्नु पऱ्यो। सिन्स आई ह्याभ धेरै कुराहरूमा मेरो कन्ट्रिब्युसन छ नि त, स्टुडियो जानु पऱ्यो, क्लासेस अर्गनाइज गर्नु पऱ्यो। अब सिजनको बेलामा त आई हेभ टु वेक अप एट 4 इन द मर्निङ। अनि कति बेलासम्म काम हुन्छ एउटा फिक्स्ड नै हुँदैन कि, 9 to 5 जस्तो फिक्स्ड हुँदैन। म यति बजी गएँ भने यति बजी आउँछु भन्ने हुँदैन, कहिले छिटो आउन सक्छु, कहिले ढिलो आउनु पनि हुनसक्छ। अनि आई हेभ टु फिल्म कन्टेन्ट, र कन्टेन्टको लागि पनि आई निड एउटा सेपरेट स्पेस, सबै कुराहरू हुन्छ कि। अनि 27-28 वर्षसम्म त आई मेड एउटा स्पेस फर माइ सेल्फ घरमा कि म ल यहाँ बस्छु, म आई जस्ट सिट डाउन र फिल्म गर्छु। अनि यो मेरो बेडरुम भयो, यो मेरो क्लोजेट भयो, यो चाहिँ मेरो वर्किङ स्पेस हुन्छ, यताउता सबै कुराहरू त्यो भइसकेको हुन्छ नि त। अनि अब त्यो फेरि सबै कुराहरू तपाईँले जिरोदेखि स्टार्ट गर्नु पऱ्यो कि। अनि बिस्तारै बिस्तारै वाट आई स्टार्टेड नोटिसिङ मेरो लाइफमा इज मलाई चाहिँ एकदमै आफ्नो बडीमा
केही पनि गर्न एनर्जी नै नहुने जस्तो फिल गर्न थालेँ कि मैले चाहिँ किन यस्तो भइरहेछ भन्ने खालको फिल गर्थेँ कि मैले। अनि एउटा स्पेसिफिक केही कुराले गर्दाखेरि होइन कि आई डोन्ट नो, त्यो बडी नै अर्कै फिल हुने, एकदम बडीले स्ट्रेस होल्ड गरे जस्तो फिल हुने कि मलाई। अनि बिस्तारै बिस्तारै मैले वाट आई स्टार्टेड नोटिसिङ इज सानो कुरामा अलि इरिटेटेड हुन थालेँ। अनि आई रियलाइज कि मैले एकदमै धेरै मेन्टल लोड लिइरहेको छु जस्तो मैले फिल गरेँ कि कस्तो हुन्छ भने वेन यु गेट म्यारिड स्टिल हामी नेपाली सोसाइटीमा छौँ होइन, जति नै ठुलो कुरा गरे पनि, जति नै हुन्छ नि लाइक मोडर्न छ सबै कुराहरू भने पनि, वेन यु गेट म्यारिड एन्ड वेन यु आर अ बुहारी, देयर इज दिस अनसेड एक्सपेक्टेसन सबैजनाबाट कि तिम्रो घरबाट मात्रै होइन कि तिम्रो नयाँ फ्यामिलीबाट मात्रै होइन कि होल सोसाइटीबाटै नै कि यु हेभ दिस अनसेड एक्सपेक्टेसन। कसैले पनि तिमीलाई मुख खोलेर अगाडि कसैले पनि केही भन्दैन होइन, कसैकोमा त भन्छ होला, भन्छ भनेर पनि मलाई धेरैजनाले भन्नुभएको थियो। तर मोस्ट केसेसमा कसैले पनि मुख खोलेर तिम्रो यो जब हो, तिमीले यो गर त्यो गर भनेर कसैले पनि भन्दैन। तर युल फिल के त्यो एनर्जीमै फिल हुन्छ कि लाइक यु आर एक्सपेक्टेड टु डु एभ्रिथिङ भनेर। एकजनाले चाहिँ मलाई के भन्नुभएको थियो भन्दाखेरि, मैले यो कुरामा जोड्न खोजेँ, लाइक उसको बानी, उसको चाहिँ कस्तो भन्दाखेरि बिएभन्दा अगाडि ऊ चाहिँ कतै ट्युसन हो कि सायद स्कुल हो कि आई थिङ्क के पढाउँदो रहेछ, 9मा जानुपर्ने, अनि स्कुल पढाएपछि ट्युसन पनि हुँदो रहेछ, घर आउँदा चाहिँ लेट हुँदो रहेछ होइन। अनि आएर खानासाना खाएर अनि सुत्दाखेरि अलिकति ढिलै हुन्थ्यो अरे, अनि बिहान उसलाई चाहिँ 6:30 7सम्म चाहिँ मजाले सुत्नुपर्ने अरे के। अनि नत्र त्यो भएन भने चाहिँ एकदमै उसको दिन नै डिस्टर्ब हुने। तर बिहे हुने बित्तिकै नै कस्तो भयो अरे भन्दाखेरि उसको घरमा चाहिँ 5:30तिर उठ्नुपर्ने अरे सबैजना। अनि बिस्तारै बिस्तारै कसैले पनि तिमी 5 बजी उठ भनेर कसैले पनि नभन्ने, तर ऊ चाहिँ 6 बजे 6:30 बजी उठ्दाखेरि चाहिँ अरू कुरा गरिदिने अरे कि लाइक भगवान् आउनुभएको थियो ढोकामा, बन्द रहेछ भनेर जानुभयो टाइपको कुराहरू गर्ने अरे कि। अनि उसलाई चाहिँ त्यो अलिकति कस्तो त्यो कुराहरूले एकदमै स्ट्रेस एड गर्दो रहेछ। म एज अ बुहारी मैले स्टार्टिङमा चाहिँ मैले के फिल गर्थेँ भन्दाखेरि मेरो माइन्ड होइन कहिले पनि रेस्ट स्टेटमै नहुने, एभ्री टाइम अलर्ट मोडमा हुने कि। कस्तो भन्दाखेरि अनि एट द एन्ड अफ द डे एकदमै टायरिङ फिल हुने। म सोच्यो त्यस्तो धेरै एक्सट्रिम त केही नै गरेको छैन होइन, अनि स्टुडियो ब्याक पनि भएको थिएन, कन्टेन्ट क्रिएसन पनि केही नै गरेको थिएन, आफ्नो कामहरू नि केही नै गरेको थिएन। तर यत्तिकै पनि बडी कस्तो स्ट्रेस्ड भयो जस्तो फिल हुने, एकदमै टायर्ड भयो जस्तो फिल हुने कि। अनि बिस्तारै बिस्तारै मैले के रियलाइज गरेँ भन्दाखेरि मैले चाहिँ एकदमै मेन्टल लोड लिइरहेको रहेछु। कसैले पनि मुख खोलेर आएर मेरो फ्यामिली मेम्बर कसैले पनि केही पनि भन्नुहुँदैन थियो होइन। अनि तर पनि स्टिल मेरो माइन्ड एनी टाइम अलर्ट मोडमै हुने। अलार्म लाएर सुतेछु भने पनि आँखा पहिले नै जाग्ने, अनि दिउँसोमा यसो रेस्ट गरौँ न्याप गरौँ भनेर पनि न्याप लिनु पनि नसक्ने होइन। अनि आनन्दले मानौँ अब केही अब कन्टेन्ट अब भिडियो बनाउनु पर्दाखेरि त अब रुमहरू ढाकढुक ढोका लाएर गराउनु पर्छ नि त, नोइजहरू आउँछ, त्यो गर्नु पर्दाखेरि पनि कसैले बोलाइरहेको छ कि भन्ने खालको त्यो एनी टाइम त्यो माइन्ड अलर्ट भइराख्ने कि। एकैछिन पनि त्यो रिल्याक्स भएर बस्नै नसक्ने, जज गरिहाल्नुहुन्छ कि केही भनिहाल्नुहुन्छ कि भन्ने खालको त्यो मेन्टल लोड कसैले केही नभने पनि हामी आफैले नै लिख्दो रहेछौँ। इक्जाम्पल मेरो काम स्टुडियोको काम कस्तो हुन्छ भने मैले भने जस्तो एउटा फिक्स टाइम नै हुँदैन कि। अनि मानौँ म 12 बजेसम्म आइपुग्छु है भनेर भने, अनि म आउँदाखेरि चाहिँ 1-2 बज्यो भने चाहिँ बज्न थाल्यो भने म त्यसै प्यानिक हुने कि लाइक म त 12 बजे आउँछु भनेको थिएँ, दो म काममा नै छु तर स्टिल ला मैले 12 बजे आउँछु भनेको थिएँ, के सोच्नु भयो होला, ढिला भयो, बुझ्नुहुन्छ कि हुँदैन, ढिला भयो भनेर म आफै प्यानिक आफै एङ्जाइटी भयो जस्तो फिल गर्ने कि मैले। अनि जति सक हुन्छ छिटो स्टुडियोमा बहिनीहरूलाई राखेर भए पनि म चाहिँ जान्छु है, तिमीहरू बन्द गरेर जाऊ भनेर त्यो एक्स्ट्रा स्ट्रेस मेन्टल लोडमा आफैले नै लेख्थेँ कि। त्यसमा कसैको पनि फल्ट छैन, हामीहरू हाम्रो अपब्रिङ्गिङ नै त्यस्तै नै छ कि हाम्रो दिमागमै यो जेनेरेसनल ट्रमा भन्ने कि के भन्ने पहिलादेखि नै हाम्रो दिमागमा राखिएको कुरा यो हो कि तिमी बुहारी भइसकेपछि तिम्रो रेस्पोन्सिबिलिटी, तिम्रो रोल यो हुन्छ, तिमीले सबैजनालाई खुसी बनाउनुपर्छ, तिमीले सबैजनालाई चाहिँ प्लिज गर्नुपर्छ, अनि भनेको मान्नुपर्छ, ओबे गर्नुपर्छ, कसैलाई पनि मुख फर्काउनु हुँदैन, एउटा सुशील बुहारी बन्नुपर्छ भन्ने खालको त्यो दिमागमा हालिदिएको छ।
त्यसले गर्दाखेरि पनि सबकन्सियसली कसैले अगाडि तपाईँलाई केही नभने पनि अटोमेटिकली तपाईँको दिमागमा स्ट्रेस एड हुन्छ के यु स्टार्ट प्यानिकिङ। अब कहिले कहिले घरमा सबै कुराहरू पर्फेक्ट एकजना मान्छेले होल फ्यामिली होल घरको सँगसँगै आफ्नो कामको सबै कुरा त एउटा मान्छेबाट त कसरी एक्सपेक्ट गर्ने, त्यो त अनफेयर हो जस्तो लाग्छ कि मलाई चाहिँ होइन। घर क्लिन होस्, हरेक कुरा राखेको ठाउँमा नै होस्, सबैजनाको कपडा क्लिन होस्, भेटिने ठाउँमा होस् होइन, टाइममा लन्ड्री होस्, उसको लाउने कपडा छ कि छैन भनेर पनि तिमीले सोचोस्, उसले ख्याल गरोस्। आफ्नो त छँदैछ सबैजनाको त्यो होस्। अब कसले के खान्छ, बिहान उठेर को मान्छेले के खान्छ, खाना कसले कति बेला खान्छ, अनि लन्चको टाइम कति बेला हुन्छ, स्न्याक्सको टाइम कति बेला हुन्छ, डिनरमा कसले के खान्छ, तिमी काममा छौ भरे डिनर के पाक्छ भनेर स्ट्रेस तिम्रो दिमागमा अलरेडी हुन्छ कि। अनि काम सकेर घर फर्किँदाखेरि ग्रोसरी सपिङ गरेर घर आएर एकछिन पनि रेस्ट नगरिकन कपडा फुकाला, हातखुट्टा धो, किचनमा पस, सबै खाना बनाऊ, त्यसपछि गएर किचन क्लिन गर, अनि आएर बेडमा सुत्दाखेरि त लिटरली इट्स सो टायरिङ भन्छु कि मैले, एकदमै ड्रेनिङ हुन्छ कि। त्यो रियलाइज गरेँ मैले एकदमै मेन्टल स्ट्रेस लिइरहेको छु, मेन्टल लोड लिइरहेको छु, सबै कुराहरू पर्फेक्ट हुनुपर्छ, मलाई जज गर्नुहुन्छ, नत्र मेरो बुढाको कपडा ट्याकटुक हुनुपर्छ, मेरो फादर इन ल मदर इन लको सबै कुराहरू हुनुपर्छ, मैले घर यति पनि फोहोर राख्नु हुँदैन, हरेक कुरा पर्फेक्ट हुनुपर्छ, धुलो कतै हुनु हुँदैन, सबैजनाको खाना चाहिँ टाइममा हुनुपर्छ, पर्फेक्ट हुनुपर्छ भन्ने खालको त्यो स्ट्रेस लिएरहेछु कि। इभन मेरो हस्बेन्डले पनि भन्नुहुन्थ्यो, तिमी किन यस्तो एङ्जाइटी स्ट्रेस, अब टेक इट स्लो, सबै कुरा तिमीले पर्फेक्ट गर्नु पर्दैन कि, सबै कुरा तिमीले नै गर्नुपर्छ भन्ने छैन, यो आफूमाथि बर्डन मात्रै नलिकन कसैले केही भन्दैन तिमीलाई, किन यस्तो स्ट्रेस लिन्छौ, किन यस्तो एङ्जाइटी क्रिएट गर्छौ आफूलाई भनेर भन्नुहुन्थ्यो। बट स्टिल म आफूले नै आई युज टु थिङ्क कि आई हेभ टु बी अ पर्फेक्ट बुहारी। मैले चाहिँ म के कुरामा ग्रेटफुल हुन्छु भन्दाखेरि इट्स सो इम्पोर्टेन्ट फर अस वुमेन टु ह्याभ समबडी तपाईँको नयाँ फ्यामिलीमा जसले चाहिँ तपाईँलाई एकदमै कन्सिडर गर्नुहुन्छ, दे विल मेक यु फिल एकदमै होमली। मैले एउटा हाम्रो अर्को एकजना फलोवर्ससँग कुरा हुँदाखेरि चाहिँ कस्तो कुरा डिस्कस भएको थियो भन्दाखेरि, वेन यु गेट म्यारिड एउटा नयाँ फ्यामिलीमा, मैले अघि भने जस्तो एउटा केटी मान्छेले आफ्नो 25-26 वर्षको लाइफ छोडेर तपाईँको घरमा आउने हो, तपाईँको त केही पनि चेन्ज हुँदैन नि त, उसको रुटिन चेन्ज हुन्छ, कति बेला सुत्छ, कति बेला उठ्छ, कति बेला खान्छ, के खान्छ, त्यो सबै कुराहरू चेन्ज हुन्छ कि। अब अरू त कुरै छोडिदिउँ, कति बेला खाने पनि चेन्ज हुन्छ। अनि आई थिङ्क अलिकति केटी मान्छेको लाइफमा चाहिँ इजी कसरी हुन्थ्यो होला भन्दाखेरि, अब उसले सबै कुराहरू नयाँ सिक्न त अभियसली पर्यो, किनकि नयाँ फ्यामिली हो, उहाँहरूको कल्चर कस्तो छ, के छ, फ्यामिलीको कल्चर के छ, सबै कुराहरू त सिक्नु त पर्यो। तर आई थिङ्क बिग रेस्पोन्सिबिलिटी चाहिँ जुन त्यो नयाँ फ्यामिली छ, त्यो नयाँ फ्यामिलीले एउटा मान्छेलाई प्लिज गर्न त इजी छ नि त, एउटा मान्छेले 5 जनालाई प्लिज गर्नुभन्दा होइन। सो एज अ फ्यामिली यु हेभ टु क्रिएट द्याट सेफ स्पेस सो द्याट त्यो नयाँ आएको मान्छेले चाहिँ होमली फिल गरोस्, घर फिल गरोस्। तिमीले उसलाई यो तिम्रो घर हो भन्ने नै फिल गराउँदैनौ भने उसले अटोमेटिकली त कसरी फिल गर्छ। 25 वर्षसम्म उसको घर छुट्टै छ, 25 वर्षबाट अर्को दिन त नयाँ घरलाई त कसरी आफ्नो घर मान्न सक्छ र उसले, अभियसली सक्दैन नि। र तिमीले त्यो एक्सपेक्ट गर्छौ भने तिमी एकदमै नार्सिसिस्ट मान्छे हो भन्छु मैले चाहिँ। इमेजिन त्यो ठाउँमा, त्यो केटीको ठाउँमा तिमी हुन्थ्यौ, आफ्नो घर सम्पत्ति छोडेर उसको फ्यामिलीसँग जान सक्थ्यौ त? सक्थेन होला नि त अभियसली होइन। सो त्यो अलिकति एम्पथी भएर, अलिकति अन्डरस्ट्यान्डिङ, मोर अन्डरस्ट्यान्डिङ ल्याएर त्यो नयाँ आएको मान्छेलाई चाहिँ इजमा फिल गराइदियो भने चाहिँ आई थिङ्क उसलाई पनि यो मेरो घर हो है, यो मेरो फ्यामिली हो है भनेर फिल गर्न चाहिँ इजी हुन्थ्यो जस्तो लाग्छ मलाई। इन्स्टेड अफ सेइङ थिङ्स लाइक सबैले त गर्छ, सबैको त त्यही नै त हो नि, जमानादेखि बिहे भएरै आइरहेको छ, जमानादेखि सबैले नै गरिरहेको छ, हामीलाई पनि थाहा छ कि त्यो कुरा होइन। तर इट फिल्स भेरी डिसहार्टनिङ टु हियर
त्यो वर्ड्सहरू फ्रम समबडी जसलाई चाहिँ तपाईँले माया गरेर आउनुभयो, जसको नयाँ फ्यामिली यत्रो ठुलो एक्सपेक्टेसन लिएर आउनुभयो। सबैले त गर्छ, तिमीले पनि गर्नुपर्छ, यो त तिम्रो घर हो, अब तिमीले सबै कुराहरू छोडिदियो, बिर्स्यौ पहिलाको त सबै कुराहरू। अब त मेरो फ्यामिलीमा चाहिँ मेरो फादर इन ल सायद मेरो बुवा जस्तो कन्सिडर गर्ने के, एकदम मान्छेहरूलाई एकदमै कन्सिडर गर्ने, नट जस्ट मी, मलाई त एक्स्ट्रा स्पेसली गर्नुहुन्छ होइन, तर ओभरअल उहाँको वरिपरि भएको मान्छेहरूलाई पनि उहाँ चाहिँ एकदमै कन्सिडर गर्ने, हरेक कुरा नै ख्याल गर्ने होइन। अनि हि कल्स मी अन्जु बेटा। अनि उहाँले चाहिँ मलाई एकदमै त्यो कहिले पनि कस्तो भन्दाखेरि आई स्टार्टेड टियरिङ अप, कस्तो फिल गराउनु भयो भन्दाखेरि बुवाले आई एम नट अलोन, यो चाहिँ तिम्रो हो है, अब तिमी चाहिँ हामीसँग एकदमै सेफ फिल गर, हामी तिम्रो लागि छौँ, नट जस्ट वर्ड्समा मात्रै होइन कि हि एक्चुली सोज अप के। सो मलाई चाहिँ त्यो कुरामा चाहिँ आई वाज भेरी फर्चुनेट इनफ टु ह्याभ अ फादर इन ल लाइक हिम। त्यो सानो कुरा हो तर इट म्याटर्स सो मच के हाम्रो लागि होइन। अनि कता कता आई एक्सपेक्टेड मेरो लाइफ टु बी बिहे हुनुभन्दा अगाडिको जस्तो लाइफ एक्सपेक्ट गरिरहेको थिएँ मैले। आई जस्ट वान्टेड टु गेट ब्याक टु माई ओल्ड रुटिन, गेट ब्याक टु माई ओल्ड बडी, गेट ब्याक टु वाट एभर आई ह्याड बिफोर म्यारिज। अब त्यो त हुँदैन नि त, यु गट म्यारिड, तिम्रो नयाँ लाइफ, नयाँ फेज सुरु भइरहेछ। अब इन्स्टेड अफ सेइङ आई वान्ट टु गेट ब्याक टु माई ओल्ड रुटिन, हामीले चाहिँ कसरी चेन्ज गर्नु पऱ्यो आफ्नो पर्सपेक्टिभ भन्दाखेरि चाहिँ हाउ एम आई गन ह्याभ न्यू ब्यालेन्स इन माई लाइफ, न्यू रिदम इन माई लाइफ। पहिलाको जस्तो भन्दा पनि नयाँ रिदम फाइन्ड गर्नु पऱ्यो क्या तपाईँको लाइफको। अनि मैले कसरी चेन्ज गरेँ भन्दाखेरि फर मी एक्सर्साइजिङ एन्ड टेकिङ केयर अफ माई बडी इज सो इम्पोर्टेन्ट। एज यु नो, मैले पहिल्यैदेखि नै आई वाज भेरी एक्टिभ होइन। अनि मैले त्यो एक्सर्साइज पनि गर्न छोडेँ। आई गेन 10 kgs आफ्टर मेरो म्यारिज होइन। अनि यस्तो डिप्रेस्ड फिल हुने कि आफूले यस्तो डिप्रेस्ड फिल हुने, अनि आफ्नो कन्टेन्ट केही गराएको छैन, केही गरिरहेको छैन टाइपको फिल हुने, अनि एकदमै इरिटेटेड फिल हुने कि। अनि आई वान डे आई जस्ट सेट डाउन विथ माई सेल्फ, अब के गरेँ भने अब मलाई इजी हुन्छ त, अब मैले कसरी नयाँ रिदम मैले कसरी फाइन्ड गर्ने, के कुरा मेरो लागि इम्पोर्टेन्ट छ। वान इज आई निड टु बी हेल्थी, नट जस्ट म पहिलाको ब्याक रुटिनमा त, पहिलाको ब्याक त्यो बडीमा त अभियसली जान सक्दिनँ नि त म। आई 30+ हुने बित्तिकै तपाईँको हर्मोन्सहरू चेन्जेस हुन्छ एन्ड यु जस्ट क्यान नट गो ब्याक टु द्याट बडी। अब त नयाँ अबको गोल भनेको इट्स नट जस्ट अबाउट एस्थेटिक्स, अब चाहिँ आई हेभ टु बी हेल्दी पनि नि त। सो नम्बर 1 वाज मेरो हेल्थ। एउटा मेड भयो भने इजी हुन्छ जस्तो मलाई फिल गरेँ मैले होइन। किन भन्दा एभ्री टाइम मेरो मेन्टल लोड घर सफा भइरहेको छैन। आइएम समवन जो चाहिँ एकदमै स्पेस क्लिन भएन भने चाहिँ मेरो दिमाग फोकस हुँदैन कि, मैले काम छोडेर भए पनि आफ्नो ठाउँ क्लिन गर्नतिर लाग्थेँ कि। सो द नम्बर 1 थिङ आई थट वुड मेक माई लाइफ इजी वाज हायरिङ अ मेड। अनि कति खोजेँ, अब ट्रस्ट वर्दी मान्छे पनि चाहियो, अनि थ्याङ्कफुल्ली एकजना चाहिँ राम्रो दिदी पाएँ मैले होइन। अनि त्यो हुने बित्तिकै चाहिँ आई फेल्ट लाइक 50% मेरो लोड त गयो। अनि आई युज टु गेट सो इरिटेटेड विथ माई हस्बेन्ड। अनि जबदेखि मैले मेड हायर गरेँ तबदेखि मेरो त्यो इरिटेसन, मेरो हस्बेन्ड प्रतिको इरिटेसन पनि गन। अनि मैले एउटा के कुरा नोटिस गरेको भन्दाखेरि वेन यु गेट म्यारिड, दुईजना डिफ्रेन्ट मान्छे हो। तिमी डिफ्रेन्ट अपब्रिङ्गिङबाट आएको मान्छे, तिम्रो हस्बेन्ड डिफ्रेन्ट अपब्रिङ्गिङबाट आएको मान्छे। इट्स नट लाइक तिमीले नै भनेको हिसाबले हुनुपर्छ, तिमीले नै भनेको टाइममा हुनुपर्छ भन्ने पनि त छैन नि त। स्ट्रेस पनि त्यो लोड पनि कसरी हुँदो रहेछ भने तिमीले नै भनेको टाइममा तिमीले नै भनेको चिजहरू खोज्छौ कि तिम्रो हस्बेन्डले गरिदियोस् भनेर कि त्यो एक्सपेक्ट गर्छौ। अनि जब त्यो हुँदैन अनि फेरि त्यो डिसअपोइन्टमेन्ट हुन्छ, अनि रिजेन्टमेन्ट होल्ड गर्दै 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 जान्छ कि आफ्नो हस्बेन्डप्रति। सो मलाई एउटा त्यो कुराले हेल्प गर्यो। अनि कतिजनाले भन्नुहुन्छ यो केसलाई मेड हायर गर्ने सबैजनाले गर्न सक्नु हुँदैन। आई कम्प्लिटली अन्डरस्ट्यान्ड द्याट होइन। द्याट इज द रिजन वाइ आई हेभ अलवेज बिन सेइङ कि तिमी बिहे गर्नुभन्दा अगाडि यु एज अ फिमेल, यु एज अ वुमन, फर वुमेन स्पेसली, यु हेभ टु बी फाइनेन्सियली इन्डिपेन्डेन्ट, यु हेभ टु अर्न योर ओन मनी। र तिमी एकचोटि पैसा कमाउँछौ भने कमाइसकेपछि
तिमीलाई लाइफमा इजी हुने कुराहरू के हुन्छ त? तिम्रो लाइफ कसरी इजी गराउँछौ? तिम्रो लाइफ इजी कसरी हुन्छ? त्यो कुरा एनालाइज गरेर तिमीले त्यो कुरामा पैसा खर्च गर्यौ भने तिम्रो लाइफ आफै इजी हुँदै जान्छ। इट्स नट लाइक तिमी पैसा कमाउँछौ, सेभिङ गर, फ्युचरको लागि सेभिङ गर, फ्युचरको लागि सेभिङ गर। हो, फ्युचरको लागि सेभिङ गर्ने त हो, तर तिम्रो प्रेजेन्ट लाइफ पनि त इजी बनाउनु पर्यो नि त। मी एन्ड माई हस्बेन्ड वी बोथ वर्क। मेरो हस्बेन्ड आउँदाखेरि 8 बज्छ, रातिको 8 बज्छ, बिहान 10 बजी जानुहुन्छ। म चाहिँ मेरो काम कहिले अर्ली मर्निङ स्टार्ट हुन्छ, कहिले दिउँसै सकिन्छ, कहिले कहिले मेरो काम हुँदैन, अनि कहिले आई हेभ वर्क फ्रम होम। सो बिहे भइसकेपछि चाहिँ यु गाइज आर नट इन्डिभिजुअल्स भन्दा पनि यु गाइज आर पार्टनर्स, यु आर टिम नि त। सो हामी चाहिँ वी केम टु दिस अन्डरस्ट्यान्डिङ द्याट वी आर अ टिम। र तिमीलाई कुनै कुनै कुराहरूले केही कुराले बदर गर्छ, जस्तो लाइक मलाई चाहिँ सुरुमा केही कुराले बदर गर्थ्यो भन्दाखेरि लन्ड्री गर्नुपर्ने छ भने एउटा कपडा कता मैलो छ त भनेर खोज्दै जानुपर्ने, त्यो पनि स्ट्रेस हो के होइन। अनि एउटा कपडा खोज्दै जानुपर्ने, अनि सबै कपडाहरू चाहिँ लन्ड्री बास्केटमा छ भने धुइन्छ, छैन भने धुइँदैन। when I made that rule, so you are the queen of your house, so you make the rules होइन। this is my new phase and this is my new rhythm of my life भनेर मैले जबदेखि त्यो कम्प्लिटली भित्री आत्माबाट एक्सेप्ट गरेपछि लाइक त्यो सोल्डरबाट बर्डन नै गयो जस्तो भयो कि। अनि बिस्तारै बिस्तारै एउटा कुराहरू चेन्ज गरेँ। आई सेड लाइक आई हायर्ड अ मेड। म खाना त आफै नै बनाउँछु, मेरो फिटनेस जर्नीमा, त्यही भएर मलाई चाहिँ मेरो लन्च, ब्रेकफास्ट एन्ड डिनर मैले आफ्नो हिसाबले नै खानुपर्छ। सो आई हेभ टु कुक। आई लभ कुकिङ, आई लभ टु कुक फर माई हस्बेन्ड, आई लभ टु कुक फर माई फ्यामिली। तर वेन इट कम्स विथ द फ्रिडम, बाई द्याट वाट आई मिन इज तिमी कतै काममा छौ, कतै तिमी फस्यौ होइन, कतै तिमी साथीहरूसँग छौ भने पनि तिमी घर आउँदाखेरि तिम्रो फ्यामिली मेम्बरले दे एक्सपेक्टेड यु टु कम एन्ड कुक फर यु वाइल दे वर जस्ट सिटिङ एट होम, त्यो भयो भने चाहिँ एकदमै नराम्रो हुन्छ क्या। तर वेन यु आर आउट, तिमी घर आउँदाखेरि तिम्रो फ्यामिली मेम्बरले बुझेर घरमा भएको मान्छेले खाना पकाएको छ, दे डोन्ट फिल लाइक जेन्डर रोल हो, हामीले खाना पकाउनु हुँदैन, हामी किचनमा जानु हुँदैन, हामी छोरा मान्छे हो, हामीले सफा गर्नु हुँदैन। किन हुँदैन? म अचम्म लाग्छ, किन हुँदैन? तिम्रो लाइफमा कोही केटी मान्छे छैन, तिमी होल लाइफ बिहे हुनुभन्दा अगाडि तिमी होल लाइफ एक्लै बस्दाखेरि तिमीले सफा गर्दैनथ्यौ कि तिमी फोहोरमै खान्थ्यौ, जुठो भाँडामै खान्थ्यौ, तिमी भाँडा माझ्दैनथ्यौ, तिमीले भाँडा छुनु नहुने, तिमीलाई छोरा मान्छेले चाहिँ भाँडा माझ्नु नहुने, किन? कि जुठो भाँडामै खान ठिक हुन्छ छोरा मान्छेलाई, सफा गर्न चाहिँ ठिक हुँदैन? त्यो कुरा चाहिँ मलाई एकदमै इरिटेटिङ लाग्छ कि। पहिला जे भयो भयो, हामी अब हाम्रो जेनेरेसनसम्म पनि स्टिल कति कुराहरू सेम नै छ। तर आई थिङ्क इट्स आवर रेस्पोन्सिबिलिटी, हामी चेन्ज ल्याउनुपर्छ, डेफिनेटली ल्याउनुपर्छ यो कुरामा चाहिँ। आई एम कम्प्लिटली रेडी, म त दिमाग सेट बनाएरै राखिसकेको छु। अनि आई एम अल्सो अ बिग बिलिभर, कम्युनिकेट गर्यो भने धेरै कुराहरू इजी हुन्छ, धेरै कुराहरू बुझ्न सकिन्छ एक्सप्रेस गर्यो भने भन्ने जस्तो चाहिँ लाग्छ। तर सबैलाई यो कुराहरू रिलेट नहुन पनि सक्छ। अब कम्युनिकेट गरेछ भनेको छ, तर अगाडिको मान्छेले बुझिदिनै रहेको छैन, अन्डरस्ट्यान्डै गरिदिरहेको छैन भने कम्युनिकेसन गरेर नै फाइदा हुँदैन। सबैजनाको मान्छेको लाइफमा यो कुराहरू अप्लाई नहुन पनि सक्छ होइन। फ्यु थिङ्सहरू मेरो फ्यामिली मेम्बरले मलाई बुझ्नु भएको छ र फ्यु थिङ्सहरूमा मेरो फ्यामिली मेम्बरलाई मैले बुझेको छु होइन। अनि अर्को कुरा मैले एउटा के भन्न चाहन्छु भने, इफ यु आर अ बुहारी भनेको लाइक कसरी भनौँ भन्दाखेरि नेगेटिभ वेमा मैले भन्न खोजेको होइन है। तिमी बुहारी हो नि, तिमी बुहारी नै भएर काम गर कि, तिमी बुहारी नै एक्सपेक्टेसन भएर तिम्रो दिमागमा, तिम्रो माइन्डसेटमा तिमी बुहारी हो भनेर नै राख। तिमी छोरी हो, म यो घरको छोरी बन्न पाऊँ, यो घरको म छोरी बन्छु, मेरो मम्मी बुवाहरू मेरो बायोलोजिकल मदर एन्ड फादर भइदियो हुन्थ्यो भनेर त्यो एक्सपेक्टेसन राखेर अगाडि बढ्यो भने चाहिँ डिसपोइन्टमेन्ट हुन्छ। किन भन्दा रियालिटीमा त्यो हुँदैन। तिमीले तिमीले तिम्रो ममलाई रिस उठ्यो भने कति कुराहरू भन्न सक्छौ कि होइन। अनि फेरि नेक्स्ट मोमेन्ट सरी मम मैले रिस उठ्यो थियो, रिसको झोकमा भनिहालेँ, सरी भन्यो भने ममले उसले मेरो छोराछोरी हो, केही भएन भनेरै मनमा लिइहाल्नुहुन्छ नि त। तर त्यही कुरा तिमीले तिम्रो मदर इन ललाई भन्न सक्दैनौ नि, तिम्रो फादर इन ललाई भन्न सक्दैनौ नि। देयर इज दिस फाइन लाइन के, त्यो कुरा पनि एक्सेप्ट गर्नुपर्छ। रियालिटी हो, इट्स हार्ड टु एक्सेप्ट, तर
त्यो कुरा एक्सेप्ट गर तिमी बुहारी हो म इक्जाम्पल म आफ्नै इक्जाम्पल पनि लिन्छु म पनि छोरी हो हैन मेरो घरमा पनि मेरो भाउजू हुनुहुन्छ बुहारी हुनुहुन्छ आई हैव सीन त्यो डिफरेन्स छोरी र बुहारीमा मैले आफूले पनि फिल गरेको छु के त्यो डिफरेन्स सो मैले के कुरा सिकेको छु भन्दाखेरि तिमी बुहारी हो भने तिमी बुहारीकै माइन्डसेटमा हिँड अगाडि त्यो भयो भने चाहिँ when you have this level of understanding and acceptance तिम्रो लाइफमा फ्यामिलीमा हार्मनी हुन्छ अन्डरस्ट्यान्डिङ हुन्छ यु क्यान कम्युनिकेट क्लियरली अब बिहे हुने बित्तिकै नै लाइफ कम्प्लिटली गयो भनेर त्यस्तो पनि हुँदैन अगेन आई एम सेइङ नयाँ फेज हो इफ यु टेक इट द्याट वे नयाँ लर्निङ हुन्छ म चाहिँ ग्रो हुँदैछु भन्ने हिसाबले लिख्यो भने चाहिँ इट्स ब्युटिफुल भेरी अनेस्टली भन्दैछु इट्स ब्युटिफुल तर केटाको छुट्टै स्ट्रगल हुन्छ केटीको छुट्टै स्ट्रगल हुन्छ तर इफ यु वान्ट दिस लाइफ टु वर्क दिस फेज टु वर्क सबैजना चाहिँ एउटा टिम मेम्बर जसरी अगाडि बढ्यो भने चाहिँ इजी हुन्छ जस्तो लाग्छ मलाई नट कि तिम्रो उसले के गर्यो कि गरेन उसले के गर्यो उसले के भन्यो भनेर जजमेन्टल भएर सबैजनालाई टेस्ट दिए जस्तो इक्जाम दिए जस्तो एभ्री सिङ्गल डे फिल गराइदियो उसलाई चाहिँ फ्रिडम छैन केही कुराको पनि बोल्ने फ्रिडम छैन केही गर्ने फ्रिडम छैन उसलाई कसैले बुझिरहेछ भन्ने खालको फ्रिडम छैन अन्डरस्ट्यान्ड गरिरहेछ भन्ने फ्रिडम छैन भने गाह्रो हुन्छ लाइफमा फ्यामिलीमा हार्मनी हुँदैन टिम वर्क जसरी अगाडि गयो भने सबैजनाको लाइफ इजी हुने हो तर टिम वर्क नभएर हरेकजनाले छुट्टा छुट्टै एक्सपेक्टेसन राखिरहेछ जजमेन्ट गरिरहेछ भने त अब इट्स अ डिजास्टर के भन्नु होइन when I feel good about myself मैले जब आफूलाई टेक केयर गरिरहेको छु भने न त बल्ल मैले अरू फ्यामिली मेम्बरलाई पनि केयर गर्न सक्दो रहेछु भन्ने कुरा चाहिँ मैले रियलाइज गरेको के अब म आफूले गुड फिल गरिरहेछन ओ आई कुड नट गो टु वर्कआउट दिस मर्निङ अनि म चाहिँ यति किलो मेरो वेट गेन भयो म काममा फोकस भइरहेको छैन मेरो एनर्जी मेरो ड्रेन म यो चार दिवारीमा मात्रै बसिरहेको छु भन्ने खालको त्यो ड्रेनिङ खालको फिल गर्दै गयो भने त सबैसँग इरिटेसन मात्रै हुने केही गर्नु मन नलाग्ने त्यस्तो हुँदो रहेछ तर वेन आई गेभ द्याट फोकस ब्याक अनि म एउटा कुरा चेन्ज गर्छु अब बिहान एउटा कुरा चेन्ज गर्छु होइन एउटा कुरा के गर्थेँ म 8 बजे जिम जान्थेँ भने एभ्री टाइम म 8 बजे जान कोसिस किन गर्नु पऱ्यो र 8 बजे मेरो अहिले केही काम पऱ्यो भने त म 10 बजे पनि त जान सक्छु म दिउँसो पनि जान सक्छु म साँझमा पनि जान सक्छु हो त्यो कुरा माइन्डसेट चेन्ज गरेर मैले एक्सक्युजेस भन्दा माथि आफ्नो प्रायोरिटिजलाई राखेँ होइन अनि मैले आफ्नो काम भए पनि अरू केही कुराले मलाई कटअप गराए पनि म आफ्नो प्रायोरिटिजलाई चाहिँ कहिले पनि मैले एक्सक्युज दिइनँ के अनि त्यो गरिसकेपछि आई स्टार्टेड फिलिङ गुड अबाउट माई सेल्फ अनि आई स्टार्टेड ह्याभिङ कन्ट्रोल ओभर माई लाइफ अनि ह्याभिङ कन्ट्रोल ओभर माई रुटिन अनि त्यो हुने बित्तिकै नै यु स्टार्ट फिलिङ गुड अबाउट युर सेल्फ यु स्टार्ट फिलिङ गुड अबाउट युर लाइफ यु स्टार्ट फिलिङ गुड कि म केही न केही गरिरहेको छु है मैले आफ्नो लागि भन्ने बित्तिकै नै यु फिल ह्याप्पी होइन अनि यु फिल प्राउड अफ युर सेल्फ अनि त्यो हुने बित्तिकै त्यो साइड राम्रो हुने बित्तिकै अटोमेटिकली अरू साइड राम्रो हुँदो रहेछ कि युआर इन दिस फेज अफ युर लाइफ नयाँ फेजमा एन्ड यु थिङ्क ल म सबै कुरा कम्प्रोमाइज गर्छु सबै कुरा चाहिँ म छोडिदिन्छु म चाहिँ सबैलाई प्लिज गर्छु आफ्नो रुटिनमा केही पनि ख्याल गर्दिनँ म आफ्नो लागि केही ख्याल गर्दिनँ म सबै पहिला अरूको सोध्छु अनि बल्ल म टाइम पुग्यो भने आफूलाई सोध्छु भनेर अगाडि गयो भने सुनर ओर लेटर यु गर्न गिभ अप है सो त्यो हुनुभन्दा पहिला नै मेक स्योर इट्स माइट साउन्ड सेल्फिस होइन तर तिमी सेल्फिस पनि हुनुपर्छ एट सम टाइम आफ्नो ख्याल गर तिम्रो एनर्जी हामीले भने नि भगवान्ले दिनुभएको हो वेन अ वुमेन अफ अ हाउस इज हेल्थी वेन वुमेन अफ अ हाउस टेक्स केयर अफ हर सेल्फ अटोमेटिकली फ्यामिली मेम्बर्सहरू अटोमेटिकली सबै कुरा राम्रो हुँदै जान्छ क्या एउटा कुरा के हार्स ट्रुथ एक्सेप्ट के गर्नुपर्छ भन्दाखेरि तिमी एउटा सोल हो एउटा मान्छे हो कि तिमी अनि इट इज नट पोसिबल फर यु सिङ्गल पर्सन टु प्लिज एभ्री वान बुझ्यो अनि इट्स नट निडेड एज वेल त्यो गर्न जरुरी पनि छैन कि मन सफा राख्ने हो तिमीले सकेको गर्ने हो नसकेको कोसिस नगर गर्न सक्दैनौ भने नगर आफ्नो प्रायोरिटिजहरू सेट गर आफ्नो प्रायोरिटिजहरू सेट गर सधैँ सबैलाई प्लिज गर्न सकिँदैन र प्लिज गरेर मात्रै तिम्रो मान्छे आफ्नो हुन्छ भने त्यो तिम्रो आफ्नो मान्छे पनि होइन
अहिले आई एम एट अ भेरी पिसफुल स्पेस टचवुड बट द्याट टुक अ लङ टाइम आज बिहे गऱ्यो बिहे गर्ने बित्तिकै नै मैले सबै कुराहरू सही या त सबै कुराहरू इजी भएको चाहिँ होइन इट टुक अ भेरी लङ टाइम अ लट अफ अन्डरस्ट्यान्डिङ अ लट अफ लर्निङ एन्ड यस डु नट थिङ्क यु गाइज आर अलोन तपाईँ एक्लै हुनुहुँदैन हामीहरू सबै त्यही फेजबाट जाँदैछौँ हामीहरू सबै त्यही फेजबाट गएर आएको हो अनि यु गाइज आर नट अलोन better days are coming. Don't worry, have patience, take care of yourself. Bye.